नमस्ते, म कान्छा सरमङ भुटानदेखि यतिखेर तपाईँहरूको माझमा यहाँनिर सरमङ भुटान रानी बगानमा एकजना मेमे बाजे मानी जापेर बस्नुभएको छ र उहाँसँग केही कुराहरू सोध्नु पर्यो भनेर तपाईँहरूको माझमा यो भिडियो छोटो एउटा लिएर आइरहेछु। हेरेर साथ सपोर्ट दिनुभएको पनि धन्यवाद छ। अच्छा, नमस्ते बाजे टासिदिले। तपाईँले यो मानी जापेर बस्नुभएको छ अनि कति साल भयो लगभग तपाईँले यसो मानी जापेको, यसो अन्दाजी गर्दाखेरि? अन्दाजीले चाहिँ 95देखि जपेको होला हौ मैले। ए लगभग 60 वर्ष पुग्दा ओर्दा चाहिँ त्यहाँदेखि मानी जाप्न थालेको रहेछ कि? 65 यस्तै। ए हजुरको शुभ नाम चाहिँ के भन्नुहुन्छ? पेमाङदी शेर्पा। ए पेमाङदी शेर्पा। ल, हामी पेमाङदी शेर्पा बाजेसँग भेट भएर एकदमै खुसी लागेको छ। अनि तपाईँको यो मानी जाप्दाखेरि तपाईँले आफ्नो सोच विचार कस्तो गर्नुहुँदैछ मानी जाप्दाखेरि? अब मेरो विचारले चाहिँ मैले जति पहिला पाप गर्यो, के गर्यो, कस्तो के गर्यो, त्यो पाप सबै काटियोस्। मेरो लागि चाहिँ अब जीव जन्तु मेरो हातबाट मार्दिनँ। पहिला चाहिँ अब के गरे तापनि अहिले त्यो सबै पाप काटोस् भन्ने ध्यान गरेर मानी जापेको मैले। अच्छा, मानी जाप्नु हुँदाखेरि तपाईँको सोच विचार चाहिँ सबै प्राणीको विषयमै तपाईँले सोच्नु हुँदो रहेछ। त्यो कुरा एकदमै राम्रो हो। अब मानवताको जीवन फेरि पाउने होइन। यो मानवताको जीवन यसरी मानवताको चोला जब आफूले यसरी सुनौलो एउटा मौका पाउँदाखेरि मानी जाप्ने, मान मन्दिरमा ढोक्ने, वरिपरि घुम्ने, त्यो कुरा चाहिँ हामी एकदमै गर्नुलाई जरुरी छ। भन्नाले तपाईँ औँसी पूर्णिमा यसो गुम्बातिर जानु हुँदैछ? कोही खेर जान्छु। अब हिजो आज चाहिँ अब जानु सकेको छैन यताउता घुम्नु। र पनि कोही खेर अब माथि रातेपानीमा लाकाङ छ, त्यहाँ पूजाहरू गर्छ, त्यहाँ बोलायो भने थाहा पायो भने जान्छु। कोही खेर उता जिग्मिलिङमा त्यो के अरे नाम्चीनिङको लाकाङ छ, त्यता गएँ। त्यो माथितिर त्यो लामाको नाम पेसोलिङ टुल्कु छ नि, उसको लाकाङतिर पनि घुमेँ, पोहोरतिर घुम्नु जान्छु। ए ढोक्छु। भनेपछि कहिलेकाहीँ वर्षमा हिउँदो महिनामा हाम्रो ठुला लामाहरू टिकोहरू आउनु हुँदाखेरि पनि वाङलुङहरू थाप्नु हुँदैछ? कोही टाइममा मौका पर्दाखेरि बाटोमा भेट्दाखेरि त्यहाँ कोही बसेको छ भने अब त्यहाँ बसेर थाप्छु वाङलुङ। अनि कति ठुला लामाहरूले यस्तो पनि कुराहरू भन्नुहुँदो रहेछ नि, मानी जाप्ता वर्षौली ठुला लामा भेट हुँदाखेरि दर्शन गर्नु हुँदाखेरि लामाबाट गाँहरू एउटा मन्त्रहरू लिनुपर्छ यी मानी जाप्ने मालामा। अनि तपाईँको सालभरि मानी जापेको त्यो मालामा चाहिँ उहाँले ठुईहरू गर्नुहुन्छ अनि गाँहरू फुकिदिनुहुन्छ भन्नुहुन्छ, त्यसरी पनि गर्नुहुन्छ? कोही मौकामा चाहिँ अब त्यसरी मौका पर्दाखेरि चाहिँ माला हातमा लिएर थाप्छु त्यहाँ। अनि लामाहरूले त्यहाँ फुकिदिँदो रहेछ नि यसो हातमा। हजुर यसो गरेर देखाएपछि चाहिँ अब लामाहरूले फुकिदिँदो रहेछ नि। ए भनेपछि तपाईँको सालभरि एउटा सम्झौँ एउटा व्यक्तिले केही कुराहरू काम गरेको विषयमा त्यो काम गरेको फललाई सालभरिको त्यो फल चाहिँ कति छ भन्ने कुराहरू यसो जम्मा गरेर यसो बुझाएको जस्तो। अब तपाईँले पनि यति दुःख गरेर मानी जापेको कारण चाहिँ अब त्यसै अब ठुला लामाहरूलाई दर्शन गर्नु भएन, यदि ठुईहरू गर्नु पाएन भने चाहिँ अब के न के मनमा नपुगेको जस्तो पनि हुन्छ होला नि। हजुर त्यस्तरी वाङलुङहरू थाप्नु हुँदा चाहिँ तपाईँले आनन्द हुन्छ एउटा अर्कै। त्यो थाप्न नपाउँदाखेरि मौका नपर्दा चाहिँ अब मनमा चाहिँ अलिकति विसन्तोक हुँदो रहेछ। विसन्तोक यसरी त्यहाँ फल्ना यस्तो आउँदो रहेछ। हजुर पुग्यो अरे, त्यहाँ आयो अरे, तर म पुगेन भनेर अलिकति मनमा विसन्तोक चाहिँ हुँदो रहेछ। ए हजुर भनेपछि तपाईँको अब तपाईँ धरतीमा जतिसँग जीवित रहन्जेल चाहिँ अब यो मानी चाहिँ जाप्नु नछोड्ने एकदमै
अब त्याग्नु भएको? हजुर नछोड्ने नि अब सक्दो चाहिँ यो मनी गरेरै बस्ने विचार छ। भन्नुहुन्छ पूर्व जन्ममा जति आफूले दुःख गरेर आउनुभएको थियो त्यसमा अब पाप चाहिँ नजोडेर जतिसम्म सक्दो धर्म जोडेर जानुपर्ने हुन्छ भन्ने कुरा गर्नुहुन्थ्यो। हजुरले सही गर्नुभएछ। यो कार्यकर्ता यो धर्मको कर्महरू राम्रो गर्नुभएछ। हामीले देख्दा पनि एकदम अब यसरी नै हाम्रो बुढापाकाहरूले सबैले बुझेर जानु हो भने पशुलाई हत्या नगरेर एकातिर उहाँ पशुलाई बचाएर हामीले चाहिँ यो मानिजाप्नु भयो भने एकदमै ठुलो एउटा कर्म रहेछ भन्ने हो रहेछ है। र तपाईँको शाखा सन्तानमा कतिजना छोरा कतिजना छोरी हुनुहुन्छ? मेरै चाहिँ छोराछोरी 6 जना हो। ए हजुर। 6 जना, 3 जना छोरी, 3 जना छोरा। 3 जना छोरामा एक भाइ चाहिँ पोहोर यो डोलखोला पुलदेखि अरूतिर पोहोर परार अहिले 4 साल भयो गाडी एक्सिडेन्ट भयो होइन। ए हजुर हजुर। यो पुलिस डिङपेन हो। त्यहाँ दोलङ गाउँमा प्लोट किनेको रहेछ पहिल्यै। बुहारी चाहिँ स्यार्चोक हो। लकडाउनभन्दा पहिला रिजन भएर रिटायर भएर आयो। अब पुरा के अरे वन तलबाटको मान्छे ल्याउनु पाएन। ती गाउँकै मान्छे भेला गरेर घर बनायो। ए हजुर हजुर। घर पनि बनाइसक्यो, मान्छे पनि सक्यो। गाडी आफ्नै हो। भनेपछि उहाँको पुण्य हरेक कुराहरू सबै कुराहरू राम्रो गर्नुभयो होला। अहिले गर्यो। अहिले 2 भाइ छोरा छ, 3 बहिनी छोरी छ। ए हजुर हजुर। हजुरको चाहिँ अब यो हामीले यो बनाइराखेको जुन भिडियो छ हजुरकै आफ्नो भविष्यको लागि नाता नातिनी पलाती सबैले मेरो बाजे यस्तो थियो भनेर हेर्नु पाओस् भनेर बहिनीले बनाए। र ठिक छ, अब यसरीमा तपाईँको जोडेर आफ्नो धर्म लिएर अघि बढ्दै गर्नुहोस्। मानवताको जीवन त 100 वर्ष भन्नुहुन्छ, तर अहिले हामीले साँच्चै नै भनेको जस्तो अर्ग्यानिकहरू खानु पाइँदैन होइन र बाजे? अर्ग्यानिकहरू खानु पाइँदैन। त्यसले गर्दा मान्छेलाई अब जीवित रहनुको लागि 100 वर्ष पुग्छ पुग्दैन थाहा छैन। तपाईँ बोल्दै भयो। हजुर। सबैमा छोराछोरी त्यति छ। छोराको छोरीको गरेर नाता नातिनी चाहिँ 23 जना छ। ए पनाती चाहिँ 20 जना छ। ए अम्मा रहेछ है छोरीको। हजुर। त्यस्तै छ। ए राम्रो भएछ। अब सबैको माया प्यारो मिलिरहेको छ होला नि, पाइरहेको छ होला। हाम्रो बाजेले हाम्रो मेमेले मानिजाप्दैछ। हामी मेमेलाई दर्शन गर्नु पाऊँ, भेट्नु पाऊँ, कहाँ छ होला भनेर यसो कहिलेकाहीँ यसो कल पनि गर्दै होला नि त नाता नातिनी। हिजो कान्छी छोरीको त नाता नातिनी सबै हिजो भेट्नु भयो आयो। आहा भेट्नु आएर भयो। कति खुसी भयो। हजुरले आशीर्वाद दिनुभयो नानीहरूलाई सबैलाई। के लिएर आउँछ, खानेकुराहरू ल्याउँछ। एकदम कुरा राम्रो छ। सबै दर्शन गरेर गयो नाता नातिनी। ए पनातीहरू लिएर आएछ 2 जना कान्छी छोरीको चाहिँ। ए हजुर हजुर। कान्छी छोरीको चाहिँ नाता नातिनी मात्रै 7 जना छ। ए हजुर। जेठी छोरीको 7 जना छ। ए उनीहरूको नाता नातिनी मेरो चाहिँ पनाती। हजुर हजुर। छ अहिले। अब जेठी छोरीको चाहिँ ज्वाइँ खस्यो पोपरा। हजुर। अब यसरी नै हाम्रो लछम एरियामा तामाङ बुढोपाका भए पनि शेर्पा बुढोपाका भए पनि यसरी मानिजापेर राम्रो धर्मको लाइन देखाउनु भयो भने त सायद हाम्रो सन्तानबाट 1 जना 2 जना त यसरी धर्मको कार्यकर्तातिर उभिनुहुन्छ कि भन्ने आशा चाहिँ लाग्छ है। अब त्यस्तो त हुँदो रहेछ सन्तानबाट सबैले नसके तापनि 1-2 जनाले उठ्नु हुँदो रहेछ। त्यो कुरा एकदमै हो रहेछ। मैले पनि यसो बुझेर जाँदाखेरि हस् त आजलाई हजुरसित हाम्रो गाउँ सर्वङ भुटानदेखि र यहाँनिर बाजेले आफ्नो विषयमा सबै कुराहरू बताइदिनु भयो। हामी खुसी लाग्यो। फेरि पनि भेटौँला यस्तै भिडियो बनाउनलाई आफ्नो कहानीको लागि। धन्यवाद छ टासीदेले।